भोट हामीलाई भन्दा आउँदा हो नि तपाईँले नै हो नि अरूले कहाँ हाल्नु भन्ने हो नि। वर्षौँ झुक्याए एकचोटि तिनलाई झुक्याइदिनुहोस् न के जान्छ। कतिपय मान्छेलाई खुल्न गाह्रो भएको छ। हुन त खुल्नु पर्दैन, मतदान गोप्य मतदान नै हो। तर यो इतिहास रच्ने बेला भएको हुनाले छाती ठोकेर घन्टी बजायो हुन्छ, लुक्न पर्दैन। किनकि तपाईँ एउटा योग्य सफल यस्तो नेत्रीलाई चुन्दै हुनुहुन्छ, साँच्चै नै सोभिताहरू जस्ता बहिनीहरूको आगमनले नेपालको राजनीतिमा महिलाहरूलाई कति धेरै ठाउँ रहेछ भन्ने कुराको एउटा ठुलो मानक स्थापना गरेको छ। र संसदीय अभ्यासमा कानुनी राज्य स्थापनाका लागि सोभिताको आवाज दमदार भएर नै आज सिङ्गो देश र संसारभरका राजनीतिक कर्मीहरूले युवा नेत्रीका रूपमा सोभिता गौतमलाई हेरेका छन्। यो सामान्य कुरा हो। तर यही क्षेत्र छान्नुको एउटा विशेष कारण के भने चितवन जिल्ला घन्टी किल्ला भन्ने चलेको छ। चितवन जिल्ला घन्टी किल्ला बनाउनको लागि पनि र चितवनमै घरजम गरेर आइसकेपछि अब आफ्नै परिवारको मान्छेलाई अझ बढी माया र प्रेम पनि मिल्छ होला भनेर पनि हामीले सोच्यौँ। दिएको बेलामा चितवनले भित्र्यायो होला। अब चुनावमा गजबसँग क्षेत्र नम्बर 3 को सांसदको रूपमा संसदमा भित्राउँछ। अब संसदमा भित्राउने छ र मलाई के विश्वास छ भने यहाँका कयौं समस्याहरू छन्, माडीका क्षेत्र नम्बर 3 का कयौं समस्याहरू छन्, त्यसको मैले लिस्ट बनाएर साथै छैन। म तपाईलाई यति चाहिँ बताउन सक्छु कि ती सम्पूर्ण समस्याहरूलाई समाधान गर्नको निमित्त सोभिता गौतम सक्षम छिन्। यसपटकको बहुमतको राष्ट्रसभा सरकार सक्षम हुनेछ। आफ्ना मुद्दाहरू, सम्पूर्ण मुद्दाहरू तपाईले सोभितालाई जिम्मा लगाउनु भयो भने त्यसको पैरवी र त्यसलाई समाधानतर्फ लिएर जानको निमित्त कुन मेहनतका साथ सोभिताले काम गर्छन् भन्ने कुरा हामीले देखेका छौँ। त्यसैले वर्षौँदेखि अलमनमा परेका, वर्षौँदेखि अलपत्र परेका, चाहे विकास आयोजनाका कुरा हुन् चाहे अन्य कुराहरू हुन्, यी सम्पूर्ण कुराहरूमा सोभिताको सक्रियताले तपाईहरूले नयाँ केही न केही महसुस गर्नुहुनेछ। भोट परिवर्तन गर्नेहरूले पनि हामीले भोट परिवर्तन गरेर सही काम गरेछौँ भनेर गर्व गर्न सक्नुहुनेछ। र अर्को महत्त्वपूर्ण कुरा, यो इतिहास लेख्ने बेला भएको हुनाले कुनै पनि कामखण्डमा तपाईहरूले भन्न सक्नुहुनेछ यस्तो बेलामा मैले सोभितालाई यस्तो बेलामा आफ्नो पार्टी पनि थियो, मेरा नेता पनि थिए, मेरो अर्को चुनाव चिन्ह पनि थियो। तर इतिहास रच्ने बेलामा म पछाडि परिन। मैले आफ्नो पार्टी, आफ्नो नेता, आफ्नो चुनाव चिन्ह, आफ्नो झन्डा सबै छोडेर सोभिताका लागि घन्टीमा मत हाले भन्दा तपाईँलाई गर्वको महसुस हुनेछ। म यति नै भन्न चाहन्छु। उपस्थित आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, अब धेरै दिन छैन चुनाव आउनका लागि। मन दोहोरो पारेर राख्नुहोला, मन बलियो बनाएर राख्नुहोला। हामीले आफ्नो भविष्य आफै बनाउने यो चुनाव हो। यसपटक चुक्यौँ भने, यसपटक हामीले बहुमतको सरकार प्राप्त गर्ने ठाउँमा हामीले चुक्यौँ भने, प्रत्यक्ष र समानुपातिक भोट बाँड्यौँ भने हाम्रो सङ्ख्या पुग्दैन। सङ्ख्या नपुग्दा के हुन्छ संसदमा देख्नु भएको छ। त्यसैले हामीलाई पूर्ण रूपमा सङ्ख्या प्राप्त गर्नको निमित्त यहाँ प्रत्यक्षमा पनि घन्टी हो र समानुपातिकमा पनि घन्टी हो। यो भोट बाँड्ने कुरा होइन। र अर्को यहाँ मैले योभन्दा अगाडि पनि मैले भनेकै थिएँ, म फेरि पनि दोहोऱ्याएर भन्न चाहन्छु। कसैले यहाँ भनेका छन् कि रासोपाले जित्यो भने सुकुम्बासी बस्तीमा डोजर चलाउँछ भनेर यहाँ हल्ला फैलाएको रहेछन्। एउटा कुरा, सुकुम्बासीलाई वर्षौँसम्म सुकुम्बासी बनाएर राख्ने, समस्या समाधान राख्ने नगरिकन सधैँका भोट बैंक बनाउने को हो? रासोपा हो। रासोपा त भर्खर आएको हो। म फेरि पनि मैले ठाउँ ठाउँमा भन्ने कुरा फेरि पनि मेरो पनि एउटै हुन्छ। सबभन्दा पहिला ढल्ने भ्रष्टाचारीको महल हो गरिबको बस्ती हो। दोस्रो कुरा, स्वतन्त्र मान्छेहरूबाट र भूमिहीन सुकुम्बासीहरूले स्वीकार गरेका मान्छेहरूबाट एउटा शक्तिशाली अधिकार सम्पन्न आयोग बन्छ। त्यो आयोगले जे भन्छ राष्ट्रपतिले कानुन छैन भने कानुन बनाउँछ। कानुनले थिचोमिचो गरेको रहेछ भने थिचोमिचो गर्ने कानुन फेर्छ, बदल्छ, पुनर्लेखन गर्छ। तर नागरिकलाई आफ्नो अधिकारबाट राष्ट्रपतिले वञ्चित गर्दैन। राष्ट्रपतिले एउटै चिज के गर्छ भने, तर यसलाई
तर यसलाई मागी खाने भाँडो, सुकुम्बासी समस्यालाई मागी खाने भाँडो बनाउँदैन। सदाका लागि 5 वर्षको स्थायी सरकारले यसलाई अन्त्य गर्ने काम सुरु गर्नुपर्छ। रासोपाले नेताले तपाईँलाई जोगाउने होइन, नीतिले तपाईँको रक्षा गर्छ। नीति त्यस्तो बनाउँछ भोलि काम गर्नका लागि सुविधा खोज्दै जानु पर्दैन, सुविधाले बनाउने नीतिले तपाईँलाई खोज्दै आउनेछ। म यति कुरा तपाईँलाई ग्यारेन्टी गर्न चाहन्छु। बाँकी कुरो चुनाव हो, हाम्रो भोट जोगाउने जिम्मा पनि लिनुपर्नेछ। यसपल्ट भोट हालेर मात्र पुग्दैन, मत जोगाइदिनु होला है, मत जोगाइदिनु होला, मत जोगाउन मद्दत गर्नु होला। किनभने यसपटक तपाईँले खसालेको मतले यो देशको भविष्य लेख्दैछ साथी हो। सानो कुरा छ र मैले अरू राजनीतिक दलको लागि यति कुरा भन्छु, आफ्नो दलप्रति निष्ठा देखाउने समय आउँदैछ। हामी खराब भयौँ भने त तिमीलाई फेरि छोड्नु भएन नि त। किन छोड्ने? छोड्नु हुन्न भने त्यो दल किन छोड्नु पर्यो? खालि भन्टीमा भोट हाल्नु भने त नि हामीले त छोड्नुहोस् भनेकै छैन। छोड्न त बरु हामीले हाम्रो दल छोड्नुहोस्, 5 वर्ष स्थायी सरकार दिएर काम गर्न सक्दैन हाम्रो दल छोड्नुहोस् भनेको छ भने। मैले अर्काको दल छोड्नुहोस् आजसम्म भनेको छैन। मैले यति कुरा भनेको छु कि स्थायी सरकार पाएर पनि हामीले काम गर्न सकेनौँ भने हामी जस्तो त्यस्तो निगममा भयो भने यो टी सर्ट टोपी सबै कहाँ फाल्ने हुन्छ, सदस्यता जहाँ च्याप्ने च्याप्ने हुन्छ। तर अरू दलको सदस्यता च्याप्न पर्दैन, राखिरहने छातीमा टाँस्ने आहा जिन्दाबाद भन्ने, मुसुक्क हाँस्ने हो भन्ने हो। भोट हामीलाई भन्दा आउँदा हो नि तपाईँले नै हुने, अरूलाई कहाँ हाल्नु भन्ने हो नि। वर्षौँ झुक्याए, एकचोटि दिनलाई झुक्याइदिनुहोस् न, के जान्छ? भोट चाहिँ संविधानको